कहिल्यै सोच्नु भएको छ कुनै ठाउँको नामभित्र कति धेरै कथाहरू लुकेका हुन्छन्? आज हामी यस्तै एउटा ठाउँको कथा खोज्दैछौँ जसको नाम आफैमा एउटा सुन्दर पहेली जस्तो छ। अब कुरा सुरु गरौँ नेपालको एउटा यस्तो ठाउँबाट जहाँ एउटा निकै रोचक दुविधा लुकेको छ। हेर्नुहोस् है, सरकारी कागजपत्रमा एउटा नाम छ महेन्द्र ज्योति। तर अचम्मको कुरा के छ भने त्यहाँ बस्ने मान्छेहरू बच्चादेखि बुढापाकासम्म सबैले त्यसलाई बासडोल भनेर बोलाउँछन्। आखिर किन? एउटै ठाउँ तर दुई फरक फरक नाम। आउनुहोस् यसको जडसम्म पुगौँ। यो रहस्यको गाँठो फुकाउन सबैभन्दा पहिले त हामीले यो नामभित्रै लुकेका सङ्केतहरूलाई बुझ्नुपर्छ। ल, नामको पहिलो भाग हेरौँ। बास। बासको अर्थ त एकदमै सरल छ हैन? आराम गर्ने ठाउँ, रोकिने ठाउँ वा बस्ने ठाउँ, मतलब एउटा विश्राम स्थल। अनि अब आउँछ नामको दोस्रो र अझै रमाइलो भाग, डोल। डोल भनेको दुईटा डाँडाको बीचमा पर्ने लामो खेती गर्न मिल्ने समथर उपत्यका जस्तो ठाउँ हो। यसले त त्यो ठाउँको भूगोललाई जस्ताको तस्तै बयान गर्यो नि। त्यसो भए यी दुई शब्दलाई जोडेर हेर्दा के बन्छ त? बास र डोल, अर्थात् बासडोल। यसको सोझो अर्थ भयो उपत्यकामा रहेको आराम गर्ने ठाउँ। अब यही अर्थले हामीलाई इतिहासको एउटा लामो यात्रामा लैजान्छ। अब प्रश्न उठ्छ, त्यो उपत्यकामा आराम गर्नेहरू को थिए त? इतिहासका पन्नाहरू पल्टाएर हेरौँ न त। कसकसले बासडोललाई आफ्नो बास बनाएछन्। हेर्नुहोस् त, यो ठाउँको महत्त्व कति पुरानो रहेछ। लिच्छवी कालमा राजाहरू यहीबाट हिँड्थे। मल्लकालमा त भक्तपुरका राजाहरू शिकार खेल्न आउँदा रात बिताउने ठाउँ नै यही थियो। अनि पृथ्वीनारायण शाहको एकीकरण अभियानको बेला गोर्खाली सेनाको लागि यो एउटा रणनीतिक क्याम्प बन्यो। पछि शाह र राणा कालमा व्यापारीदेखि कर उठाउने कर्मचारीसम्म सबैको लागि यो एउटा महत्त्वपूर्ण विश्रामी स्थल थियो। यो तालिकाले एउटा कुरा एकदमै छर्लङ्ग पार्छ। चाहे मल्ल राजाहरू शिकार खेल्न आएका हुन्, चाहे गोर्खाली सिपाहीहरू लडाईँको लागि, वा मधेसतिर व्यापार गर्न जाने व्यापारीहरू, सबैलाई एउटा कुरा चाहिएको थियो, आराम गर्नको लागि, बास बस्नको लागि एउटा सुरक्षित र सुविधाजनक ठाउँ। र त्यो ठाउँ थियो बासडोल। त्यति बेलाको एउटा भनाइले यसको महत्त्वलाई अझै प्रस्ट्याउँछ। यो मधेस जाने यात्रीहरूका लागि पहिलो बास थियो र उपत्यका आउनेहरूका लागि अन्तिम बास। सोच्नुहोस् त, कति महत्त्वपूर्ण थियो होला यो ठाउँ, एउटा यात्राको सुरुवात र अन्त्यको बिन्दु जस्तै। ल, यहाँसम्म त बासडोल नामको कहानी एकदमै प्रष्ट छ, इतिहाससँग जोडिएको, भूगोलसँग मिलेको। तर त्यसो भए यो महेन्द्र ज्योति भन्ने नाम चाहिँ कहाँबाट आयो त? हो, अब कथाले एउटा आधुनिक मोड लिन्छ। बको के थियो भने पञ्चायतकालमा सन् 1960 पछि तत्कालीन राजा महेन्द्र त्यो क्षेत्रको भ्रमणमा गए। त्यहाँको सुन्दरता देखेर उनी यति प्रभावित भए कि एक रात त्यहीँ बास बसे। अब राजाको सम्मानमा एकजना स्थानीय नेताले त्यो ठाउँको नाम नै फेरेर महेन्द्र ज्योति राखिदिए, जसको अर्थ हुन्छ महेन्द्रको प्रकाश। यसरी एउटा राजनीतिक घटनाले शताब्दीौँ पुरानो नाममाथि एउटा नयाँ सरकारी नाम थपिदियो। अब सबै कुरालाई जोडेर हेरौँ। सरकारी नाम महेन्द्र ज्योति भए पनि मान्छेको मन र बोलीबाट बासडोल किन हटेन त? यसको पछाडि गहिरो कारण छ। किनभने बासडोल भन्ने नाम कुनै एउटा व्यक्ति वा घटनाले दिएको होइन। यो त सयौं वर्षदेखिका अनगिन्ती कथाहरूबाट बनेको हो। यो नामले त्यहाँको भूगोललाई बताउँछ, त्यहाँको कामलाई बताउँछ। यो त पुस्तौँदेखिको साझा याद हो, जुन कुनै एउटा राजनीतिक आदेशभन्दा कैयौं गुणा शक्तिशाली हुन्छ। वास्तवमा बासडोलले त्यो ठाउँको सक्कली पहिचान बोकेको छ, जुन त्यहाँका मानिसहरूले जिएका छन्। यसलाई यसरी पनि भन्न सकिन्छ, एउटा नाम दिएको थियो तर अर्को नाम चाहिँ कमाइएको थियो। अनि यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न बाध्य बनाउँछ। कुनै पनि ठाउँको नामले वास्तवमा केलाई प्रतिनिधित्व गर्छ? कुनै शासकको आदेशलाई कि त्यहाँका मानिसहरूको जीवन्त इतिहासलाई?